हे गाइस, लेट्स मेक रसबेरी विथ मी। त्यसको लागि मैले 1 लिटर दुधलाई मजाले तताएँ अनि त्यसमा भिनेगर हाल्दिएँ 2 चम्चा जति अनि यो दुध फाटिन्छ। अब यो फाटेको दुधलाई चाहिँ एउटा सफा कटनको कपडामा यसरी छान्ने अनि त्यो पानी फाल्दिने अनि यसलाई चाहिँ मजाले सफा पिउने पानीले धुने ताकि भिनेगरको टेस्ट जाओस्। अब धुइसकेपछि चाहिँ यसलाई हामीले त्यो कपडामा बाँधेर मजाले त्यो पानी निचोर्नुपर्छ अनि 2 घण्टा यसरी छोडिदिनुपर्छ। 2 घण्टापछि चाहिँ हाम्रो पानी सबै गइसकेको हुन्छ। अब यसलाई चाहिँ मजाले म्यास गर्दै डो बनाउने। यसलाई मजाले मुसेन भने चाहिँ यो बिग्रिन सक्छ, त्यही भएर अलि टाइम लागे पनि नआत्तिकन मुस्ने। मैले चाहिँ अलिकति बेकिङ पाउडर पनि हालिदिएँ। अब यसलाई फेरि मुस्न थालेँ। मुस्दै मुस्दै यतिको डो हुनुपर्छ। त्यसपछि यसलाई आफूलाई चाहिने सेप साइजमा गोलो बनाउने। अब चास्नीको लागि एउटा भाँडामा मैले 1 गिलास आधी जति पानी हालेँ अनि 8 चम्चा जति चिनी। अब हजुरहरूलाई कतिको गुलियो मनपर्छ त्यही अनुसार चिनी कम या फिर धेरै हाल्न सक्नुहुन्छ। अब पानी बोइल भएपछि मैले ल्वाङ र सुकमेलको धुलो हालिदिएँ। त्यसपछि बिस्तारै बिस्तारै अघिको त्यो रसबेरीको डल्लोहरू हालिदिनु होला। अब यसलाई 15 मिनट जति मिडियम हिटमा कुक गर्न छोड्ने। 15 मिनटपछि देख्न सक्नुहुन्छ हाम्रो रसबेरी मजाले फुलेको छ। इट्स रेडी। थ्याङ्क यू।